साथीहरु म चाहिँ अब लागिसके एयरपोर्ट की तर्फ हैन अन्त अब एयरपोर्ट चाहिँ म पुग्छु 12 बजे अन्त त्यसको बादमा चाहिँ म देखाउँछु अरु भिडियो हजुरहरुलाई स्पेशल मेरो साथीको लागि जाँदैछु हैन हिजो शपिङ गरेर भिडियो देखाउँछु भनेर सोचेको थिएँ यस्तो यति थाके हैन म गरिन पनि मैले भिडियो बहुत थाके साथीहरु यो चाहिँ हो एयरपोर्टको बाहिर हैन अन्त म चाहिँ एयरपोर्ट आइपुगेँ मेरो एकजना दाजु हुनुहुन्छ त्यो दाजुले चाहिँ घरमा सामान लगिदिनु भन्नुभएको थियो अन्त मैले ल भनेको हैन अन्त बादमा म बिर्सेँ हिजो पनि मैले त्यो साथीहरु शपिङ गर्दा म बिर्सेँ अन्त मैले चाहिँ याद भएन मलाई अन्त बिहान जब म एयरपोर्ट आइपुगेँ अहिले भर्खर अन्त त्यो दाजुले मलाई कल गर्नुभयो कि मेरो सामान रहेछ तिमी आऊ भनेर अरे म एयरपोर्ट आइपुगेको भनेर भनेको त्यो दाजु भनेर त्यो बहिनी तिमी त कस्तो मलाई भनेर पनि तिमीले भनेर भन्नु नि त सरी दाजु भनेर भने हैन कोही बात छैन टाइम छ एक्चुअली मेरो 2:30 हो त म चाहिँ यहाँ 12:45 मा छु र यसो छ टाइम अझै पनि अन्त त्यही भएर चाहिँ दाजुले भन्नुभयो म आउँदैछु सामान लिएको लागि तिमी बस वेट गर भन्नुभयो अन्त त्यही भएर चाहिँ एकछिन यो एयरपोर्टको बाहिर चाहिँ बसिरहेको छु होइन जब अब त्यो दाजुले सामान लिएर आउनुहुन्छ अन्त चाहिँ म भित्र एन्टर गर्छु एक्चुअली मेरो बोर्डिङ पास पनि छ र छिटो जानुपर्ने छ बोर्डिङ पास मेरो 9 आउले गर्नुपर्नेछ होइन टेन्सन भइरहेको छ मलाई एकदम कति बेला आउनुहुन्छ यो चाहिँ म भित्र एन्टर गरिसकेँ अब मैले खोज्दैछ इन्डिगोको यो के भन्छ म भित्र एन्टर गरिसकेँ होइन अब चाहिँ म जाँदैछु ब्याग उयो गर्नुको लागि यति टाइम आएर पनि यति कन्फ्युज हुन्छ यो मतलब यो फ्लाइटभित्र होइन मतलब एयरपोर्टभित्र यति कन्फ्युज हुन्छु चाहिँ मतलब ज्यादा तक म उयसबाटै आउँछु होइन फ्लाइटबाटै आउँछु तर पनि धेरै कन्फ्युज हुन्छु क्या यहाँभित्र पुगिसकेपछि चाहिँ मलाई सोध्नुपर्छ मतलब यहाँ चाहिँ मैले धेरैजनालाई सोधेर होइन अन्त चाहिँ म जाँदैछु होइन मतलब कन्फ्युज हुन्छु यो भित्र म धेरै नै चिकन रोल महँगो यति महँगो होइन बाफ्रे अब चाहिँ चिकन टिक्का लागिरहेछ थाके पनि होइन अब यत्रो भारीको चिकन रोल अन्त कोक किन्दैछु के अरे यता हाल्नु त अब चाहिँ फ्लाइटमा म बसिसकेँ भोक लाग्थ्यो कि भोक लागेर चाहिँ मैले चिकन रोल अन्त स्प्राइट मगाएको थिएँ स्मल बोटल स्मल ग्लास बाई गॉड यति महँगो 582 एक चिकन रोल अन्त स्मल ग्लास कोक